आज के सिक्ने त? नमस्ते, आज हामी रङहरूको नाम नेपालीमा सिक्ने है त। पहिलो रङ छ रातो। रातो, रातो स्ट्रबेरी, रातो स्याउ अनि रातो टमाटर। अब हामी रातो टमाटर हेर्ने है त। ल हेर्नुस्, यो हो रातो टमाटर। दोस्रोमा छ नीलो। नीलो, नीलो माछा डल्फिन, नीलो कप अनि नीलो चरा। अब हामी डल्फिन हेर्ने है त। नीलो डल्फिन। तेस्रो रङमा छ बैजनी। बैजनी, बैजनी भ्यान्टा, बैजनी पुतली अनि बैजनी वायुपंखी घोडा। अब हामी भ्यान्टा हेर्ने है त। बैजनी भ्यान्टा। चौथो रङको नाम हो गुलाबी। गुलाबी, गुलाबी फूल, गुलाबी चरा अनि गुलाबी मिठाई। अब हामी गुलाबी फूल हेर्ने। ल हेर्नुस्, गुलाबी फूल। पाँचौं रङको नाम हो सुन्तला। सुन्तला, सुन्तला रङको गाजर, सुन्तला रङको फर्सी अनि सुन्तला रङको नै सुन्तला। अब हामी गाजर हेरौँ है त। सुन्तला रङको गाजर। अर्को रङको नाम हो पहेँलो। पहेँलो, पहेँलो सूर्य, पहेँलो केरा अनि पहेँलो चल्ला। अब हामी पहेँलो केरा हेरौँ है त। ल हेर्नुस्, पहेँलो केरा। अर्को रङको नाम छ हरियो। हरियो, हरियो भ्यागुता, हरियो ब्रोकौली अनि हरियो नास्पति। अब हामी ब्रोकली हेर्ने है त। ल हेर्नुस्, हरियो ब्रोकली। त्यसपछिको रङ छ सेतो। सेतो, सेतो हिउँ मान्छे, सेतो हिउँ अनि सेतो दाँत। अब हामी हिउँ हेर्ने है त। ल हेर्नुस्, सेतो हिउँ। अर्को रङ हो खैरो। खैरो, खैरो बिस्किट, खैरो कुकुर अनि खैरो कटुस। अब हामी खैरो कुकुर हेर्ने। खैरो कुकुर। अर्को रङको नाम हो खरानी। खरानी, खरानी रङको चट्टान, खरानी रङको बिरालो अनि खरानी रङको हात्ती। अब हात्ती हेर्ने। खरानी रङको हात्ती। अन्तिम रङको नाम हो कालो। कालो, कालो बल, कालो चस्मा अनि कालो काग। अब कालो काग हेर्ने। कालो काग। अब हामी सब
सबै रङहरूको नाम फेरि एकचोटि भन्ने है त। रातो, रातो, नीलो, नीलो, बैजनी, बैजनी, गुलाबी, गुलाबी, सुन्तला, सुन्तला, पहेँलो, पहेँलो, हरियो, हरियो, सेतो, सेतो, खैरो, खैरो, खरानी, खरानी, अनि कालो, कालो। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।